प्रिय विद्यार्थी साथीहरू, मेरो यो बीपीजी अनलाइन टिचिङ क्लासमा सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक स्वागत व्यक्त गर्दै आजको विषयवस्तुतर्फ तपाईहरुको ध्यान केन्द्रित गर्न चाहन्छु। यो भिडियो स्किप नगरिकन तपाईहरुले पुरै हेर्नुभयो भने अवश्य पनि मैले सिकाएका विषयवस्तुहरू। हेलो साथीहरू, आज तपाईहरुलाई सिकाउनु पर्ने विषयवस्तु ब्याकग्राउन्डमा देखिसक्नु भयो। आजको टपिक्स भनेको मेजरमेन्ट अफ एंगल्स हो। मेजरमेन्ट अफ एंगल्स हामीले कसरी चाहिँ मेजरिङ गर्ने, दिएको एंगल्सलाई चाहिँ प्रोट्र्याक्टरको माध्यमबाट। साथीहरू, अब यसमा चाहिँ दुई कुरा छ। बोथ साइडबाट एंगल मेजरिङ गरिन्छ। त बोथ साइडबाट एंगल मेजरिङ गर्ने क्रममा चाहिँ एउटै साइडबाट गर्ने कि दुईटै साइडबाट गर्ने, त्यो चाहिँ केमा डिपेन्ड अन गर्छ भन्दाखेरि दिएको फिगरमा डिपेन्ड अन गर्छ साथीहरू। जस्तै यहाँ तल देखाइएको छ, दुईटा फिगर देखाइएको छ। एक्जाम्पलमा हेर्नुस् त, एक्स वाई जेड फिगर देखाइएको छ अनि एंगल एबीसी देखाइएको छ। दुईटै के छ भने डिफरेन्स फिगर छ। यसमा एक्स वाई जेड चाहिँ लेफ्ट साइड फेस छ, एबीसी को राइट साइड फेस छ। अब यसलाई मेजरिङ गर्दाखेरि चाहिँ हामीले कसरी गर्ने भन्ने कुरा तपाईहरुलाई यहाँ म मेजरिङ गरेर देखाउँदै छु। जस्तै हेर्नुस्, यो एंगल एबीसी फिगरलाई हामीले मेजरिङ गर्न गइरहेका छौं। यो एंगल एबीसी फिगर कसरी मेजरिङ गर्ने भन्दाखेरि सबभन्दा पहिले बुझ्नुपर्छ यो कुन कतातिर फेस फर्केको छ। यसको राइट फेस फर्केको छ भने यहाँ हेर्नुस्, प्रोट्र्याक्टर भन्छ राइट फेस फरेको छ भने यतापट्टिको तल्लो लाइन चाहिँ रिडिङ गर्ने। यहाँ तल्लो लाइन र माथिल्लो लाइन दुईटैतिरबाट मेजरिङ गर्ने। डिजिटहरु दिएको छ, 0 देखि 180 डिग्री सम्म माथिल्लो लाइनबाट पनि छ, 0 देखि लिएर 180 सम्म तल्लो लाइनमा पनि छ। त यो हामीले कन्फ्युजन हुनुपर्ने, विद्यार्थी बढी कन्फ्युजन हुनुपर्ने कारण कहाँ छ भन्दाखेरि दुवैतिरबाट 180 डिग्री छ 0 देखि भएकोले गर्दाखेरि कतातिरबाट गर्ने कतातिरबाट नगर्ने भन्ने कुरा चाहिँ कन्फ्युजन छ। त्यसैले गर्दाखेरि फेस कतातिर फर्केको छ, यसको दिएको एंगलको फेस कतातिर फर्केको छ। यदि फेस लेफ्ट राइट साइडतिर फेस ओपनिङ छ भने हामीले तल्लो लाइनको अंक रिडिङ गरेर मेजरिङ गर्ने हो। यदि फेस तपाईको लेफ्ट साइडतिर ओपनिङ छ भने, लेफ्ट साइडतिर फर्केको ओपनिङ छ भने चाहिँ त्यसलाई चाहिँ के गर्नुपर्छ भने हामीले माथिल्लो अंक दिएको प्रोट्र्याक्टरमा दिएको माथिल्लो अंक चाहिँ रिडिङ गर्ने, यताबाट गर्ने। म पालै पालो यसलाई देखाउँछु कसरी रिडिङ गर्ने। जस्तै हेर्नुस् ल, पहिले सबभन्दा पहिले मेजरिङ गर्दाखेरि यहाँ के हुन्छ भने बेस लाइन हो। बीसी भनेको बेस लाइन हो। बेस लाइनमा तपाईको यो के राख्ने भन्दाखेरि बेस लाइनको तल्लो जुन छ 0 डिग्री लाइनमा हो, यो चाहिँ ठ्याक्क बेस लाइनको बीसी सँग टक्क मिल्ने गरी यसले कालो धर्काले छोप्ने गरी राख्नु पर्यो, मिलाउनु पर्यो। त्यसपछि सेन्टरमा चाहिँ भर्टिक्स जुन छ बी भर्टिक्समा यो प्रोट्र्याक्टरको जुन सेन्टर छ त्यो सेन्टरलाई टक्क राख्ने। यसरी राख्दाखेरि ट्याक्क यसरी राख्ने, प्रोट्र्याक्टरको सेन्टरलाई चाहिँ बी भर्टिक्समा टक्क राख्ने, भर्टिक्समा राख्ने। अनि बीसी बेस लाइनमा चाहिँ टक्क बेस लाइनलाई चाहिँ 0 डिग्री जुन लाइन छ यो लाइनले चाहिँ छोप्ने। अनि हेर्ने साथीहरु कति डिग्री भयो। अब यसरी रिडिङ गर्ने, कताबाट रिडिङ गर्ने। अब यहाँ कन्फ्युजन हुनुहुन्छ विद्यार्थी साथीहरु। कहाँ कन्फ्युजन हुनुहुन्छ भन्दाखेरि अब यताबाट माथिल्लो रिडिङ गरेर पढ्ने कि तल्लो रिडिङ गर्ने। अब यहाँ त 50 डिग्री देखाइरहेछ र माथिल्लो 130 डिग्री देखाइराखिरहेछ। 50 र 130 मा कसरी कति डिग्री लेख्ने त एंगल एबीसी को मापन भन्दाखेरि यो फेस हामीले छुट्याउनु पर्ने कुरा, यो फेस कतापट्टि फर्केको छ, राइट साइडतिर फर्केकोले गर्दाखेरि तल्लो लाइन रिड गर्नु पर्यो। त तल्लो लाइन 0 10 20 30 40 50 यो कति डिग्री भयो? 50 डिग्री भयो साथीहरु। 130 डिग्री हुँदैन। यो किन हुँदैन भन्दाखेरि यो चाहिँ 130 डिग्री हुनका लागि एबीसी लेफ्ट साइडतिर यसको फेस फर्किनु पर्छ। अब अर्को इक्जाम्पल हेरौं। अब ठ्याक्क जस्ट अपोजिट इक्जाम्पल लिएको छु मैले। हेर्नुस् त, जस्ट अपोजिट इक्जाम्पल छ यसमा। अपोजिट इक्जाम्पल छ साथीहरु। यताको राइट साइडतिर छ, यताको लेफ्ट साइडतिर छ। अब यो लेफ्ट साइडको चाहिँ कसरी मेजरिङ गर्ने भन्नुहुन्छ भने यहाँ हेर्नुस्, फेरि त्यही सेम वे जेड वाई लाई चाहिँ के गर्ने, यो बेस लाइनसँग मिलाउने र प्रोट्र्याक्टरको यो सेन्टर पोइन्टलाई चाहिँ वाई भर्टिक्समा राख्ने। ठ्याक्क वाई भर्टिक्समा राख्नु ल। बेस लाइनलाई चाहिँ
एक्स वाइ जेडलाई चाहिँ हामी बेस लाइनको 0 डिग्री लाइन रेखासँग प्रोट्र्याक्टरको ठ्याक्क मिलाउने त्यहाँ। अनि यसलाई मिलाएर चाहिँ के गर्ने साथीहरू भर्टेक्स ठक्क मिलाउँदाखेरि हेर्नुहोस् त यहाँ कति डिग्री भयो। फेरि कन्फ्युजन हुन सक्नुहुन्छ यो कुनको चाहिँ लेख्ने भनेर, अब माथिल्लो डिजिट लेख्ने कि तल्लो डिजिट लेख्ने, त्यसमा कन्फ्युजन हुन सक्छ साथीहरू। यहाँ हेर्नुहोस् है। अब त्यसको लागि कन्फ्युजन म दूर गर्दैछु। यो हाम्रो लेफ्ट साइडतिर फेस फर्केको छ, ओपनिङ भएको छ, त्यसैले हामीले माथिल्लो अङ्क रिडिङ गर्नुपर्छ। माथिल्लो चाहिँ प्रोट्र्याक्टरमा भएको माथिल्लो डिजिटको अङ्क चाहिँ हामीले रिड गर्नुपर्छ। रिड गर्दाखेरि यो कति छ 60 डिग्री छ साथीहरू। अब यसलाई लेख्ने कसरी, यो 50 डिग्री भयो अनि एङ्गल एबिसी बराबर कति लेख्नु पर्यो भन्दाखेरि 50 डिग्री लेख्नु पर्यो। अब यसको के लेख्नु पर्यो भन्नुहुन्छ भने एङ्गल XYZ बराबर 60 डिग्री लेख्नु पर्यो साथीहरू। यसरी चाहिँ हामीले मेजरिङ गर्न सक्छौँ। यो चाहिँ तपाईँहरूले पुस्तकमा दिएको छ नि, क्वेसन नम्बर 4 मा दिएको छ। हेर्नुहोस् त, यो यसरी चाहिँ मेजरिङ गर्नुहोस्। यसरी मेजरिङ गरेर चाहिँ हामीले चाहिँ यसको अङ्क के अरे भ्यालु मेजरिङ गरेर निकाल्न सक्छौँ साथीहरू।